वेलकम टू माई न्यू भिडियो। साथीहरु हजुरहरुलाई स्वागत छ मेरो एक नयाँ च्यालेन्ज भिडियोमा। अनि हजुरहरुले देख्न सक्नुहुन्छ हामीले चाहिँ यहाँ च्यालेन्ज गर्दैछौं। आज चाहिँ हामी एकदमै खतरा अनि मजेदार च्यालेन्ज गर्दैछौं साथीहरु, हजुरहरु देख्न सक्नुहुन्छ। अनि हामीले चाहिँ यहाँ आलु चिप्स ल्याएछौं, फ्रेन्च फ्राई अनि फ्रेन्च फ्राई भन्छन् आलु चिप्सलाई चाहिँ, म आलु चिप्स भन्न रुचाउँछु। अनि त्यही भएर भन्छु हजुरहरु फेरि के बोल्छे, एक बार आलु चिप्स एक बार फ्रेन्च फ्राई बौलानी जस्तो नभन्न होला, के गर्ने मेरो बोली यस्तै छ के साथीहरु। अनि चाहिँ हामीले चाहिँ यहाँ एक एक प्लेट फ्रेन्च फ्राई अनि एक एक गिलास लिम्का अनि साथमा चटनी छ साथीहरु। हामीले चाहिँ यो खानु पर्ने छ, जसले अघि खाइसक्छ त्यसले चाहिँ के हुन्छ पछाडी पनिसमेन्ट चाहिँ म हजुरहरुलाई पछाडी भन्ने छु। हजुरहरुले मेरो पुरा भिडियो हेर्नुहुन्न नि त, अनि पछाडी पनिसमेन्ट यो छ भने पछाडी चाहिँ तपाईहरुले फेरि कट गरेर लास्टमा गएर देख्न सक्नुहुन्छ। अनि त्यही भएर म चाहिँ पहिले भन्दैन, हजुरहरु देख्दै जानुस् पुरा भिडियो, अनि पछाडी आफै थाहा हुनेछ तपाईहरुलाई पनिसमेन्ट चाहिँ के छ आजको भनेर। तर पनि एकदमै मजा आयो, एकदमै मलाई चाहिँ एकदमै राम्रो लाग्यो पनिसमेन्ट। यो चाहिँ पनिसमेन्ट पनि ठिकै थियो र यो च्यालेन्ज पनि एकदमै राम्रो लाग्यो। आज चाहिँ हामी दुईटी दिदीले र मैले पनिसमेन्ट च्यालेन्ज गर्दै छौं। अनि हजुरहरुलाई कस्तो लाग्छ हाम्रो च्यालेन्ज भिडियो, अनि हामी चाहिँ के च्यालेन्ज गरेर लिएर भिडियो हजुरहरुलाई कस्तो मन पर्छ, के मन पर्छ हजुरहरु कमेन्टमा भन्न नभुल्नु होला। अनि साथीहरु यहाँ चाहिँ हामी चाहिँ एकदमै फास्ट खादै छौं कि यो चाहिँ खाइ नै रहेको थियो के साथीहरु, एकदमै मुखको खाला गइकिन छिटछिटो खाने बेला त कस्तो भइएको थियो कि मुख टट्टाउने भयो। अनि एकदमै हार्ड थियो, फेरि घरैमा आफै बनाएछौं। यो भन्दा पहिलोको भिडियो हेर्नलाई यो चाहिँ मैले अलिकति छिटो गराएछु, चलो कोही बात नै, राम्रो मानेर हेर्दिनु होला तपाईहरुले। अनि बीचमा खान लाग्यो पनि किन सोम गराउने र भनेर मैले चाहिँ अलिकति छिटो गराएछु। अनि हजुरहरुलाई चाहिँ कस्तो लाग्यो त मेरो च्यालेन्ज भिडियो, जस्ताको तस्तै भन्न चाहिँ नभुल्नु होला। हजुरहरु कमेन्ट गरिदिनुस् के साथीहरु, म चाहिँ के भिडियो लिएर भनेर। हजुरहरु कमेन्टै गर्नुहुन्न, सबैजनाले भिडियो देख्नुहुन्छ अनि स्वाट्टै गइहाल्नुहुन्छ, अनि भ्युज त आया हुन्छ, अनि हजुरहरुले देख्नु भएको हुन्छ त्यो चाहिँ मलाई थाहा भइजान्छ। अनि हजुरहरु कमेन्ट गर्नुहुन्न फेरि के, त्यही भएर मलाई चाहिँ अलिकति अप्ठ्यारो लाग्छ। हजुरहरु पनि कमेन्ट गर्नु सबैजनाले, हेर्ने जतिले भन्न चाहन्छु। अनि चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ मैले चाहिँ जितिसके, दिदीले चाहिँ हारिसक्नु भयो। थोरैले अघि पछि भएको छ, हामी चाहिँ यो अलिकति बिच नै भएको थियो मुखमा, अनि त्यसपछि फेरि अलिकति नमक पनि टाठो अलि ज्यादा भएको थियो नि त, त्यही भएर हो साथीहरु। त्यही पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ, मैले चाहिँ यहाँ जितिसके अनि लिम्का पनि पिएर खतम गरे। म चाहिँ एकदमै खुसी भएको छु यो पिएर, केही गरेर जितेपछि त खुसी भइहालिन्छ नि हैन साथीहरु। अनि हजुरहरुलाई कस्तो लाग्यो हाम्रो च्यालेन्ज भिडियो, जस्ताको तस्तै प्रतिक्रिया दिनु होला भन्न चाहन्छु। पनिसमेन्ट हेर्नका लागि पुरा भिडियो हेर्नु होला है साथीहरु। हाम्रो मन परे पछाडी मन पर्यो भनिदिनु होला, कमेन्ट चाहिँ गर्न नभुल्नु होला, सब्स्क्राइबर भी। सो गाइज देख्न सक्नुभयो मैले चाहिँ जितिसके, नानीले चाहिँ हारिसक्नु भयो। अनि अब चाहिँ यहाँलाई मैले पनिसमेन्ट दिँदैछु कि सजाय बनाऊँ एक हिसाब से हैन। यहाँले चाहिँ मेरो उफ्रा चाहिँ सबै नेपाली रहनुहुन्छ, मेरो म बस्नेदेखि उफ्रा छतमा
सबैसँग गएर हलो गरेर हात मिलाउनु पर्नेछ। केटासँग पनि केटी साथीहरूसँग पनि सबैसँग हेलो क्यासे हो गरेर हात मिलाउनु पर्ने भएको छ। किनभने यो पनिसमेन्ट मैले किन दिएँ भनेपछि अब म त धेरै साल भयो यहाँ बस्न लाएर म एकदम घोलमेल छु यहाँहरूसँग। अनि यिनीहरूसँग खासै घोलमेल नभएको कारणले चिनजानी पनि होइजान्छ नि त एउटा। अनि त्यही भएर मैले चाहिँ हेलो गरेर सबैसँग मिल्नु पर्यो भनेको छु। चलो जान्छौँ हामी चाहिँ ऊपर, ठीक है? चलो मैंने पनिशमेंट दिया है, एक इधर है इधर हो गया एक हेलो। चलो और कहाँ हुनुहुन्छ? और भित्र हुनुहुन्छ होला। यो चाहिँ छोरो, यहाँ चाहिँ दूसरा हेलो। हेलो कर लो, हेलो कर लो जल्दी कर लो भाई, हंसो मत। कितने बंदे रह गए मैम? अभी इधर तो जेंट्स लोग कोई भी नहीं मिला हमें, और लेडीज के साथ सारे के साथ हो गया। हेलो कोई ड्यूटी में, ये बच गई यार, ये बच गई, क्या कर सकती हूँ मैं। एकदम हुनुहुन्छ के तपाईँ हेन्स के भन्छन् ब्यूटीफुल। अब चाहिँ उन घर पे भी फॉलो करना लगाऊंगी मैं से सारे को। वैसे दरवाजा बंद कर रही हूँ, हो ही नहीं रहा है साथियों। मैं 2 मिनट में आई, फिर 2 मिनट में फिर अभी मैं उनका घर पे जाती हूँ, उनसे भी सारे से हेलो कराती हूँ। फिर देखती हूँ, आप लोग देख लेना, स्किप मत करना। दाई उर्जान बताई। अभी फिर इधर हो गया हेलो हेलो। सर जी कंप्लीट हो गया मेरा चैलेंज। अभी ऊपर में 20 बंदे नहीं हुए अभी तो भाई। चलो समीक्षा हेलो तो कर ले। इधर भी हो गया अभी हेलो। हेलो मम्मी। हेलो बेटी। हो गया गाइस चैलेंज पूरा मेरा। मुश्किल से पूरा किया है। कैसे लगा पर वो करके हार के? बहुत अच्छा लगा, मेरा चैलेंज बहुत अच्छा लगा हूँ, ठीक है, बहुत अच्छा लग रहा है। और बाकी रह गए वीडियो बनाने वाले को इनाम मिलना। क्या चाहिए अंकल, क्या करना चाहिए? वीडियो बनाने को इनाम मिलना चाहिए। सो गाइस देख्नुहुन्छ भयो हजुरहरूले मैले चाहिँ च्यालेन्ज उसमा चाहिँ त्यसलाई पनिसमेन्ट उ गरिसके दिइसके। उसलाई चाहिँ सजाय भन्छन् कि के भन्छन् म धेरै पढ लेखा पनि छैन, मलाई धेरै थाहै छैन के साथीहरू। त्यही छ कमी। उसलाई चाहिँ मैले सबैसँग हात मिलाउनका लागि भनेको थिएँ, तर जेन्ट्सहरू कोही मिलै थिएनन्। किनभने कोही ड्युटी, कोही सुतिरहेको रहेछन्, कोही के गरेर रहेछन्। अनि उठाउँदाखेरि पनि नउठ्दाखेरि चाहिँ मैले फेरि चलो कोही नै लेडिज लोकसँग गरेर अनि सबै अरू यहाँका उसँग पनि आफ्नो मम्मी पापाहरू सबैसँग पनि अब बिहानै आयो थिएँ नि त। त्यहाँ पछाडि फेरि रिस्या होलान् भनेर चाहिँ उनीहरूलाई पनि मैले लास्टमा चाहिँ हेलो गर्न लगाएको थिएँ। अनि उहाँ पनि हेलो भनिसके पछाडि सबैसँग मिलिसके पछाडि म चाहिँ उसलाई छोडेर घर आइसकेँ। अब हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ त जस्तोका तस्तै प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला। अनि अबको आउने भिडियो चाहिँ मैले कस्तो बनाम, के को बारेमा बनाम भनेर हजुरहरूले चाहिँ भनिदिनु होला मलाई। अनि हजुरहरूले सबैले मेरो भिडियो हेरेर बस्नु भएको छ हो। अनि खै त लाइक कमेन्ट गरेको हजुरहरूले गर्नु भएको छैन। अनि सब्स्क्राइब बटन पनि दबाउनु भएको छैन हो। सबैजनाले सब्स्क्राइब पनि गर्नुहोस् ल।